मलाई क्यास चाहियो कि म साथीलाई हजुर घरतिर पठाइदिएको थिएँ। हेलो अनि नमस्ते साथीहरू। आजको भिडियो चाहिँ तपाईहरुले थाहा पाइसक्नुभएको छ कि बर्थडे सरप्राइजको भिडियो भनेर। आज चाहिँ कसको बर्थडे भन्दा हाम्रो प्यारी मिसको ह्यापी बर्थडे। अनि हामी चाहिँ मिसको घर गएर मिसलाई बाहिर निस्किन लगाउँदै। मलाई क्यास चाहियो कि म साथीलाई हजुर घरतिर पठाइदिएको थिएँ। अनि बाहिर निस्किन लाग्यो। क्यास चाहियो साथी लिन पठाछु भनेपछि त मिस बाहिर निस्किनु भयो। अनि पहिला मैले साथीलाई नै पठाएँ। त्यसपछि मिसको सरप्राइज। ह्यापी बर्थडे मिस। यसरी हामीले मिसलाई सरप्राइज दियो। अनि त्यसपछि अंकल आन्टी पनि बाहिर निस्किनु भयो। अनि त्यसपछि क्यान्डल बालेर भित्र केक लगेर कट गर्न लाग्यो। अनि त्यसपछि म चाहिँ आज ड्युटी गएको थिएन नि त सन्चो नभएर। अनि त्यही भएर मिसलाई चाहिँ कुनै कन्सेप्ट नै थिएन। अनि म चाहिँ मिसलाई घर आउनुहुन्छ कि नआए भनेर ह्यापी बर्थडे भन्नको लागि कल गरेको थिएँ। अनि म सुतेर नै कल गरिरहेको थिएँ, मिसलाई थाहै थिएन आउँछ भनेर। अनि हामी चाहिँ तीनजना मिलेर सानो मिसलाई सरप्राइज दिन गएको। अनि मिसलाई केक खुवायो। अनि त्यसपछि मिसले केक खुवाउने बेला चाहिँ मिस आज जन्मिनु भएको केक पनि खुवाउन सक्नुहुन्छ र भनेर हाँसी मजाक गर्दै हामी केक खायो। अनि त्यसपछि हामी घर जाने भनेर बाइ बाइ मिस, बाइ बाइ भिडियो भनेर घर आयो। बाइ बाइ साथीहरु।